हेलो गाइस, म कृष्ण बिसी आज तपाईहरुको माझमा आचार्य मुभीको फर्स्ट ग्लिम्स भिडियो भनौँ रिएक्सन गर्न गइरहेको छु। सो आई एम बिग फ्यान निखिल दाइको र उहाँको एक्सन जरा र उहाँको त्यो एरा भनौँ के भने मलाई एकदमै मन पर्छ अहिले हैन बालपनदेखि। सो करिब 8 वर्षपछि पुनः पर्दामा फर्किँदै हुनुहुन्छ निखिल दाइ आचार्य मुभी लिएर हैन। सो ग्लिम्स भिडियो आइसकेको छ, फर्स्ट लुक भिडियो भनौँ। सो तपाईहरु हामी सबै सँगै बसेर हेरौँ के कस्तो लाग्छ, प्रतिक्रिया दिन नबिर्सिनु होला है त। ल हेरौँ है त। स्टार्ट। OSR Digital, entertaining the nation. यो बवाल छ यार। बीजीएम सुन्नु गाइस, बीजीएम फाइनली हेरियो गाइस हैन। मलाई चाहिँ त्यसपछि जुन निखिल दाइको ब्याक भर्जन देखाएको छ त्यो चाहिँ एकदम बवाल छ। अनि विशेष गरी त्यो हातमा यसो चिलाएर बस्दाखेरि हात झुक्या छ नि, त्यो चाहिँ एकदमै आउट स्टार्टिङ लाग्यो क्या मलाई हैन। तपाईलाई चाहिँ कस्तो लाग्यो कुन्नी? सो गाइस मलाई चाहिँ एकदमै बवाल लाग्यो है। तपाईहरुलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। मलाई अलिकति चित्त नबुझेको कुरा के हो भने त्यो जुन कार ब्लास्ट भएपछि टायर निखिल दाइले हातमा घुमाइराछन् नि, त्यो चाहिँ अलिकति हुन्छ नि एउटा त्यस्तो चाहिँ भयो। र यसमा चाहिँ अब अलिकति सुन्नमा आएको छ कि निखिल दाइ चाहिँ अब आचार्य नामै मुभीको आचार्य छ र केही भगवान रूपी अथवा कुनै शक्ति प्रदान गरेको हुनुपर्छ जस्तो मलाई लाग्छ यो हेरेर, त्यो घुमाएको हेर्दाखेरि। सो त्यस्तो भइदियो भने चाहिँ सुटेबल हुन्छ। त्यस्तो छैन भने चाहिँ अलि यसमा चाहिँ अलि फोकस गर्नुपर्ने भयो भन्ने जस्तो मेरो व्यक्तिगत धारणा हो। आज निखिल दाइको फ्यान भएको कारणले गर्दाखेरि मैले चाहिँ मेरो ओपिनियन राखेको। तपाईको ओपिनियन तपाईँ राख्नु होला। निखिल दाइ कमब्याक गर्नुभएको छ। जय आचार्य।